3 डेजमा आई ट्राभल 3 cities. एक्चुअली प्लान चाहिँ महाकुम्भ जाने मात्रै थियो, तर दुईवटा सिटी अलङ द वे पर्ने भएर वी वेन्ट देयर टु. आवर जर्नी स्टार्टेड अन स्याटरडे नाइट. हामी गङ्गोबु बस पार्कबाट सुनौली जाने 7 बजेको बस चढ्यौँ. अनि यो प्रतिज्ञा बस सेवा भन्ने थियो, यति स्लो चलायो त्यसले हामीलाई बिहानको 10 बजे पुऱ्यायो कि. अनि त्यहाँ अलिसकेपछि वी टुक दिस कार. खासमा कुरा स्कर्पियोको बाटो, तर यो सानो कारमा म्यानेज गर्नु पऱ्यो. अनि 7जना अटाउने ठाउँमा वी वर 8 पर्सन्स. अनि हामीलाई सुनौलीदेखि प्रयागराज टु प्याक लिएको. उसले हामीलाई आइना 20,000 लियो. अनि बाटोमा गोरखनाथ परेको थियो. अनि जाने भनेर सोध्नु भएको थियो, तर कोही पनि मानेन. अनि बाटोमा देखिरहेको ट्रेन, यो क्वाड्रप्लेट स्ट्रिङ्गिङ ट्रान्समिसन लाइन, अनि रथहरूको भिडियो खिच्दै अराउन्ड 6 o'clock सनसेट हुने टाइममा हामी वाराणसी पुगिसकेको थियौँ. अनि अब फोटो भिडियो खिच्नुपर्छ भनेर मैले अनि लिपस्टिक र ब्लस चाहिँ लगाएँ गाडीमै बसेर. ड्राइभर दाइले चाहिँ हामीलाई वाराणसी रेलवे स्टेसनभन्दा अलिकति अगाडि मन्दिर 1 किलोमिटर टाढा हुने गरी छोडिदिनु भएको थियो. अनि साउट आउट टु माई फ्रेन्ड हु गेभ मी द्याट चप्पल. यस्तो सजिलो भयो बाटोभरि यो लगाएर हिँड्नलाई. अनि त्यहाँबाट हिँड्दै वाराणसीको स्ट्रिट्सहरू हेर्दै फर्स्टमा चाहिँ हामी काशीको घाट एरियामा पुग्यौँ. अनि आई फाउन्ड द्याट एरिया सो ब्युटिफुल. अनि त्यहाँको त्यो पेन्टिङ्सहरू अनि त्यो ओल्ड स्ट्रक्चर्सहरू कस्तो अर्कै भाइब्स के. तर हामी ठ्याक्क शिवरात्रिको बेलामा गएको भएर त्यो टु मच क्राउड भएको भएर आरती चाहिँ बन्द गरेको रहेछ. त्यही भएर हामी आरती हेर्न पाएन. अनि अब आरती नभएपछि बोट पनि चढेनौँ. अनि गल्लीको बाटो मेन मन्दिर निस्किने क्रममा म र मेरो भाइ गट लस्ट के, बिकज वी स्टप टु बाई एउटा वाराणसीको ब्याग. किन भन्दाखेरि गल्लीमा नै मार्केट रहेछ. अनि हाम्रो मेन दाइ चाहिँ यति छिटो हिँड्ने कि लाइक पछाडि आइरहेछ कि छैन नि मतलब थिएन. हामी त हरायौँ. तर नर्मली हिँड्दा पनि हामी ढिलो भइरहेको भएर 5 मिनट अगाडि मात्रै फोन चाहिँ मागेको थियो. सो देयर वी वर लस्ट एन्ड जस्ट विथ 200. मलाई त्यहाँ मार्केट एरिया छ भन्ने थाहा थिएन. सो पैसा जति सबै गाडीमा नै. धन्न अलिकति पैसा भएर त्यो पानीपुरी चाहिँ खान पाएँ कि. यति धेरै स्ट्रिट फुडहरू थियो, केही पनि खान नपाएको कि केही पनि किन्न नपाएको कि, बिकज पैसै छैन. अनि रिक्सा चढेर दाइहरूले हामीलाई रेलवे स्टेसन आऊ भन्नुभयो. हामी त्यहाँ पुग्यौँ. अनि ठ्याक्क लोकेसन पनि सेयर गर्न नमिलिरहेको वाट्सएपमा. सो त्यहाँको स्पेसिफिकेसन दिएर यहाँनिर आऊ भन्नुभयो. त्यहाँ हामी गयौँ. भेट्दैन 1 घन्टा भइसक्यो. भेट्दैन कि. फोनमा कुरा भइरहेछ तर मान्छे भेटिरहेको छैन. अनि आफ्टर 1 hour वी फाउन्ड आउट द्याट हामी रङ रेलवे स्टेसनमा पुगेको रहेछ. हामी मेन रेलवे स्टेसनमा पुगेको रहेछ. हामी जानुपर्ने वाराणसी सिटी रेलवे स्टेसनमा. धन्न थाहा भयो. अनि रिक्सा चढेर बल्ल बल्ल पुग्यौँ कि. यस्तो केओटिक भएको थियो त्यो सिचुएसन. अनि फेरि राति नै हामी 2 बजे वाराणसी एरियाबाट निस्केर वी रिच्ड प्रयागराज एट अराउन्ड 5 o'clock. अनि त्यहाँबाट त्यस्तो भिड थिएन बिहान. सो अटो पनि पायो मेन एरियामा पुग्नसम्म. अनि अलिकति हिँड्नु पऱ्यो. अनि हिँड्दै ठाउँ खोज्दा 7 बजिसकेको थियो. अब त्रिवेणी सङ्गम एरिया खोज्न सो कन्फ्युजिङ. कसैले केही थाहा थिएन. सोध्यो भने कसैले के भन्छ, कसैले 10 बजे खुल्छ के भन्छ. फाइनली होस् अब यही हो त्रिवेणी भनेर वी टुक अ डिप. अनि अलिकति टिका लाउनु पऱ्यो. जल लिएँ मैले. अनि यो चाहिँ मेरो फेभरेट हो क्या. हजुरआमाले बच्चामा महाकुम्भबाट लिएर आउने प्रसाद, त्यो सानो रिफाइन्ड चिउरा जस्तो हुन्छ. अनि मिठाई सबै पोकेर लिएर आएँ मैले. अनि फाइनली हामी त्यहाँबाट फेरि अटो लिएर गाडी भएको ठाउँमा पुग्यौँ. अनि गाडी भएको ठाउँमा पुग्दाखेरि त ड्राइभर दाइ नै छैन. ल आउनु भनेको त 1 घन्टा भइसक्यो. आउँदैन. पछि थाहा पायौँ कि दाइ आफै हरायो कि. दाइलाई नै थाहा छैन यो कहाँ राखेको छु भनेर. पार्किङको पैसा बचाउनलाई जहाँ पाए त्यही पार्क गरेर गएछ. अनि आफै हराएर. अनि अब त्यो दाइलाई कुर्दासम्म सनस्क्रिन लगाएर बसेँ मैले. अनुहार त हेर्ने लायक थिएन 2 दिनदेखि गाडीको गाडी. अनि फाइनली प्रयागराजबाट हामी 11 बजे निस्क्यौँ. अनि खाना खाने ठाउँ खोज्न हाम्रो अर्को 1.5 घन्टा लस भयो. बिकज काहीँ खानै छैन भन्छ, काहीँ चना छ, कहीँ चाहिँ खाना खायो त खायो वरना चले जाइए भन्ने के. जिरो हस्पिटालिटी. बिकज तिनीहरूलाई इनफ अफ पिपुल भइसकेको थियो नि त. अनि कहिले निस्केला जस्तो के. जे पाउँछ अलिकति खायौँ. त्यसपछि हामी सिधै प्रयागराजबाट सुनौली आइपुग्यो. अनि राति चाहिँ हामी भैरवामा नै बस्यो. अनि भोलिपल्ट वी ह्याड स्पेयर टाइम. सो लुम्बिनी र सुनौली घुम्ने भनेर घुम्यौँ. अनि सुनौलीमा फेरि अर्को काण्ड भइरह्यो. बिकज मलाई एउटा कुर्ता कस्तो मन पऱ्यो कि जाने बित्तिकै. अनि त्यहाँ 1 घन्टादेखि यति बार्गेनिङ गरेँ. डिफ्रेन्ट मान्छे पठाउँदै बार्गेनिङ गरेँ. पछि त्यसले जो मान्छे पठायो नि थाहा पाएको कि मैले पठाएको भनेर. यदि बार्गेनिङ गरेँ 1 रुपियाँ घटाएन. अनि लास्टमा जति पैसा भन्यो त्यति नै तिरेँ. आई ह्याड टु गिभ इन बिकज मलाई यस्तो मन पऱ्यो कि त्यो कुर्ता. अब लगाएपछि राम्रो देखिन्छु भन्ने आश छ. अनि फाइनली काठमाडौँ पुग्यो बेलुका. अनि घर पुगेपछि आई वाज सो ह्याप्पी टु सी. मैले छोडेर जाँदाखेरि 2टा ब्लुम हुन बाँकी थियो कि सबै लिली ब्लुम भएर कस्तो राम्रो देखेको. थ्याङ्क यू फर वाचिङ. बाई.